अहिले चाहिँ नेपालमा जनताको माग यस्तो छ कि जो सुन्नै नहुने के। तपाईहरू यो भिडियो पुरा सुनिदिनु होला र तपाईको धारणा के छ कमेन्ट गर्नु होला र यो भिडियो धेरैभन्दा धेरै शेयर गरिदिनु होला साथीहरू। अहिले जनताको माग के छ भनेपछि चाहिँ देश चाहिँ बदलियोस् है, देश बदलियोस्। म बदलिन्न। मलाई 100 दिनमा चाहिँ देश बनाउने नेता चाहियो रे। अनि म विधिको शासन चाहिँ मलाई चाहिँ विधिको शासन चाहियो, तर म चाहिँ कानुन मान्दैन। मलाई भ्रष्टाचार मुक्त नेपाल चाहियो रे, तर मेरा नेताहरूलाई समात्न पाइएन। मलाई रातारात विकास चाहियो, तर काम नगर्ने ठेकदारलाई चाहिँ थर्काउन पाइएन। ल हेर्नुहोस्, मलाई सफा र सुन्दर सहर चाहियो, तर फुटपाथमा फोहोर गर्ने मान्छेहरूलाई चाहिँ उठाउन पाइएन साथीहरू। मलाई ट्राफिक जाम नहुने सहर चाहियो, तर मैले चाहिँ नो पार्किङमा पनि पार्क गर्न पाउनु पर्यो। मलाई विद्यालय विश्वविद्यालयमा राम्रो पढाइ चाहियो, तर मैले सबै विद्यालयहरूमा चाहिँ राजनीति गर्न पाउनु पर्यो। मलाई भाषण गर्ने प्रधानमन्त्री चाहिएन, काम गर्ने प्रधानमन्त्री चाहियो, तर मैले चाहिँ उसका हरेक कामको चाहिँ विरोध गर्न चाहिँ पाउनु पर्यो। मलाई चाहिँ एक्सन ओरिएन्टेड मन्त्री चाहिँ चाहियो, तर फिल्डमा गइहाले भनेपछि चाहिँ मैले चाहिँ यो स्टन्ट हो भन्न पाउनु पर्यो। मलाई चाहिँ 3 महिनामा कायापलट देश चाहियो, तर विदेशबाट ऋण र जनताबाट कर उठाउन पाइएन। तपाईको विचार कस्तो लाग्यो? तपाईको विचार के छ? कमेन्ट गर्नुहोला। के यो सही हो कि गलत हो?